हाम्रो राम्रो नगरी पराजित नगरपालिका यो बोराबाद भन्ने स्थान सामाजिक सञ्जालको कारण भाइरल भएको छ। हजुरहरूले भएको छ। यति चाँडै सामाजिक सञ्जाल माध्यमबाट चाहिँ भाइरल हुँदो रहेछ ठाउँ भन्ने पद आफ्नै ठाउँमा छ। हजुरहरूले पनि यो ठाउँमा आएर भ्रमण गर्न सक्नुहुन्छ, अवलोकन गर्न सक्नुहुन्छ भन्दै पिकनिक खाने स्पोट सहायता रहेको छ। यहाँ होटलहरू व्यवस्थित रहेको छ। सक्ने डर लाग्छ। हाम्रो पालिका जाने क्रममा बोराबाद कस्तो रहेछ भन्ने हिसाबले हेर्न निस्केको थिएँ। बडो रमाइलो गजब रहेछ। मान्छेहरू जम्मा है। हाम्रो राजेन्द्र सर मेला लाग्ने ठाउँ रहेको छ। व्यापक नपत्याएको ठाउँ सामाजिक सञ्जालले गर्दा भाइरल। बोर्डहरू रहेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। होटल पसलहरू टन्नै रहेको छ। आज मङ्गलबार भएकोले गर्दाखेरि धेरै मान्छे कम छ। शुक्रबार र शनिबार चाहिँ मान्छे 15,000 भन्दा बढी मान्छे आउनेछन्। आगन्तुकहरू यो बरा क्षेत्र पर्छ। बोराबाद सूर्यास्त मजाले सूर्यास्त भएको अवलोकन सप्तकोशीमा छाया अवलोकन गर्न सकिन्छ सजिलै। बोरा क्षेत्र नगरपालिकाको 9 नम्बर छको भाइरल ठाउँ बोराबाद आउनु होला। वेलकम छ, हजुरहरूलाई स्वागत छ है। यसरी मजाले सरर बोटमा बस्न सकिन्छ। कस्तो दामी हो सप्तकोशीको माथि बोट सञ्चालन। हजुरहरूलाई पनि इच्छा भए यो बरा क्षेत्र 6 को बोराबाद भन्ने ठाउँमा पाल्नु होला है त। यो पल्टिन्छ होला भनेर तपाईँले सोच्नु भएको होला, कहिले पल्टिँदैन है यो बोट। अर्को बोट पनि आइपुग्यो। वाउ दामी। नडराउनु है, नडराउनु, लडिँदैन। सरर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 
कस्तो दामी म पनि चढ्छु एक दिन तर डर लाग्छ ओहो वाउ काताको जस्तै तिर्खाले प्याक भएको अवस्थामा त्यो बोराबाँध सूर्यास्त हुने ठाउँमा शब्द पसिना आएपछि यति
मन प्रफुल्ल हुन्छ, प्यासै भेटिन्छ, प्यासै हराउँछ है त। आउने क्रम जारी नै छ आगन्तुकहरू। राख्नु भएको छ, खोपा राख्नु भएको छ र मनै हराएर हुन्छ। बोट चढ्न पाइन्छ, नाउ चढ्न पाइन्छ। मान्छेलाई के भन्नु र, आफ्नो धन सम्पत्ति मुठी बाह्र भन्नुपर्छ, रमाउनुपर्छ, खानुपर्छ, हेर्नुपर्छ, टेक्नुपर्छ। त्यो कता जिन्दगी हो, मरेर लाने दिन्छ। यस्तो भयो ठाउँ ठाउँ घुम्नुपर्छ। हजुर अलिकति आनन्द आइरहेको छ मलाई आज। हावा चलिरहेको छ, हावा हेर्नु नि आयो, सूर्यास्त हुन लाग्यो। सप्तकुसीमा हेर्नु छाया तल हेर्नु छ। हजुरहरू आउनु हुँदाखेरि धरानको बाटो चत्रा हुँदै पनि आउनु सक्नुहुनेछ, अथवा यता इटरी कान्छी चोकबाट काला बन्जरको बाटो नलाको बाटो पनि आउनु सक्नुहुनेछ। आउने पूर्वबाट आउने बाटो यही हो। आगन्तुकहरू पर्यटनहरू आउनु होला, वेलकम छ, हजुर स्वागत छ, एकदम स्वागत छ है त। परिवर्तन भयो बोराबाद हेर्नु त, ह्याप्पी ल्यान्ड प्राइभेट लिमिटेड 10 करोडको लगानीमा यो होटल स्थापना हुँदैछ। हेर्नुहोस् त, बब्बाल छ नि यो है। हेर्नु त है, चाहिँ बगैँचा गार्डन होटल लगभग म्याग्दीको मान्छे भन्ने सुन्नुमा आयो। यहाँ पुग्दाखेरि यस्तो